सदाझै फरक विषय र प्रसङ्गका कुराहरूको उठान गर्दै आएको कार्यक्रम समय संवादमा आज हामी अदानचुली गाउँपालिकामा भइरहेका विकास निर्माणसँग केन्द्रित भएर छलफल गर्न गइरहेका छौँ। पालिकामा विकास निर्माणका काम गर्न एकातर्फ समय सकिँदैछ भने अर्कोतर्फ सम्पूर्ण योजनाको भुक्तानी असार 15 गतेसम्म लिइसक्नुपर्ने बाध्यता अर्कोतर्फ छ भने तर पनि गाउँपालिकामा केही योजनाका काम भर्खरै सुरु भएका छन्। यिनीहरूको काम कसरी गर्न सकिन्छ र सम्भव हुन्छ त यसको कारण के हुन सक्छ? खास गरी हरेक वर्ष जस्तै यस वर्ष पनि काम गर्न नसकेकै कारण बजेट फ्रिज जाने त होइन? यी र यस्तै विषयमा कुराकानी गर्नका लागि आज हामीले अदानचुली गाउँपालिकाका इन्जिनियर विपिन पौडेललाई हाम्रो स्टुडियोमा निम्त्याएका छौँ। स्वागत छ यहाँलाई कार्यक्रममा। खास गरी यसअघि सुगम क्षेत्रमा काम गर्दै आउनुभएको थियो होला, हाल हुम्लाको अदानचुली गाउँपालिकामा आउनुभएको छ। तुलनात्मक हिसाबमा शहरी क्षेत्रमा काम गर्दै गर्दाको अनुभव र दुर्गम क्षेत्रमा काम गर्दाको अनुभव बताउन प्रसङ्ग यहाँबाट सुरु गरौँ। धन्यवाद। यसभन्दा अगाडि म मायादेवी गाउँपालिकामा कार्यरत थिएँ। सँगसँगै सुनुल नगरपालिका लगायतको अरू क्षेत्रहरूमा पनि काम गरेँ। अब कर्णाली प्रदेश हुम्लामा आउँदाखेरिको मेरो एउटा सोचाइ भनेको कस्तो थियो भन्दा योभन्दा पनि अझ मेरो विकट थियो कि सोचाइ। जस्तो यहाँको अवस्था छ त्योभन्दा पनि एकदमै विकट थियो। जब म यहाँ आइपुगेँ, हेरेँ यताउता, मन अलिकता भए पनि हल्का भयो। मैले सोचे जस्तो भन्दा त अलिक केही भए पनि राम्रो रहेछ है। अनि योभन्दा पहिला अगाडि आउनुभएका प्राविधिक जीवहरूले जो 2-2.5 वर्ष अगाडि आउनुभएको थियो, उहाँले पनि केही एउटा थोरै ट्रान्जिसन फेजमा चाहिँ ल्याइसक्नु भएको रहेछ। भनेको जुन तरिकाले पहिला सोचिन्थ्यो नि कर्णाली प्रदेशमा यस्तो हुन्छ अरे होइन, योजनाको कामहरू यसरी हुन्छ अरे भन्ने खालको एउटा जुन परिकल्पना मेरो दिमागमा पनि थियो, त्यो चाहिँ जे होस् यहाँ हटिसकेको रहेछ। जो चाहिँ एउटा राम्रो लाग्यो मलाई होइन। त्यसपछि भौगोलिक अवस्था पनि एकदमै जटिल छ यहाँ होइन। काम गर्न पनि त्यति सजिलो चाहिँ छैन, मान्छेहरूलाई पनि सजिलो छैन होइन। अब यो चट्टानहरूका कुराहरू फोड्ने बाटो नै अझै पनि कति ठाउँमा पुग्न अझै पनि सम्भव भए तापनि एकदमै जटिल छ, गाह्रो छ होइन। सँगसँगै अब साइडमा जाने कुराहरू भयो, सुपरभिजन गर्न त्यत्तिकै गाह्रो छ होइन। अब उता यस तराईको भेगमा भनेको चाहिँ अब कतै बोलायो तुरुन्तको तुरुन्तै हामी पुगिहालिन्छ कि त्यस्तो समस्या नै हुँदैन भने यता चाहिँ बोलाए पनि अब यो मौसमको परिवेश, बाटोको परिवेश सबै कुराहरूलाई ध्यानमा राखेर चाहिँ अब जानुपर्ने हुन्छ। एउटा कुराहरू त्यो भयो। अनि सँगसँगै अब यहाँ चाहिँ अब मैले देखेको चाहिँ मेन जटिल समस्या भनेको दक्ष जनशक्तिको देखेँ कि उतातिर भनेको एकदमै फालाफाल छ। अब हाम्रो अब सम्भवै लागेन भने पनि अब इन्डियातिरबाट मगाएर भए पनि होइन झ्याप्चु काम गराइहाल्ने, उम्कै हाल्ने त्यस्तो खालको छ भने यहाँ चाहिँ अब हाम्रो दक्ष जनशक्तिको एकदमै कमी, एकदमै अभाव। अब एकजना दक्ष जनशक्तिलाई ताल पऱ्यो भने 10वटा 12वटा साइडमा पुर्याउनु पर्ने अवस्था छ कि होइन। अनि अर्को सँगसँगै जुन हाम्रो मेसिनको कुराहरू हुन्छ नि, अब यो एक्साभेटर, जेसिबी र यिनीहरूको पनि एकदमै यहाँ के देखिरहेछ त भन्दा त्यसको अभावले गर्दा पनि कामहरू एकदमै सुस्त भइरहेको हो कि भन्ने पनि एउटा देखिरहेको छ यहाँ। अब त्यो सँगसँगै अरू कुरा भनेको अब परिवेश, मौसम त अब यहाँ त्यसको लागि चाहिँ अब म एकदमै भाग्यमानी ठान्छु आफूलाई होइन। एउटा हिमालमा आएर बस्न पाइएछ, यहाँको हावापानीमा बस्न पाइएछ, यहाँको मान्छेसँग भिज्न पाइएछ, यहाँको समस्याहरूसँग जुझ्न पाइएछ, अरू कुरा त्यस्तै छ। अनि यति बेला निकै नै अनुगमनको काम भइरहेको सामाजिक सञ्जालमा देखिन्छ। यो अनुगमन सीमित भुक्तानीको लागि मात्रै हो कि भावी योजना निर्माणका लागि पनि हो? होइन, दुईटै सँगसँगै चलिरहेको छ। अब भुक्तानीको लागि त हुने नै भयो होइन। भुक्तानी सँगसँगै अब काम गरिरहेको समस्याहरू, जटिलताहरूलाई हामीले जगाएर हुन्छ कि सिकाएर हुन्छ कि केयर हुन्छ, हामी चौतर्फी तरिकाले लागिरहेको छौँ। सँगसँगै अब पक्ष दलको विपक्ष दलको सबैजनाहरू चाहिँ अहिले एकजुट भएर लागिराख्नु भएको छ। अध्यक्षज्यू, उपाध्यक्षज्यू पनि लागिराख्नु भएको छ। सँगसँगै हाम्रो टिम पनि सबैतिर, हामी 8 जनाको टिम छौँ। हामी सबैतिर बाँडिएर, सबैतिर छरिएर सकेसम्म जता पनि हामी पुगौँ, कतै पनि नछुटोस् होइन। त्यहाँ केही समस्या आउनुभन्दा पहिले नै हामीले सकेसम्म समाधान गर्न खोजौँ भन्ने तरिकाले लागिरहेको छौँ भने अर्कोतिर अब अहिलेको अवस्थाले गर्दाखेरि अर्को आगामी आर्थिक वर्षमा के खालको योजना हाल्दाखेरि के गर्दाखेरि चाहिँ अझै सजिलो हुन्छ, अझै राम्रो हुन्छ। जस्तै अब हाम्रो सल्लाह चल्दैछ। अघि भर्खरै मैले कुरा गरेँ यो दक्ष जनशक्तिको अभावको कुरा, त्यसको लागि चाहिँ अब मैले प्रपोजल समेत हाम्रो हाकिम साहबलाई बुझाइसकेको छु होइन। सँगसँगै अध्यक्षज्यूहरूसँग पनि कोर्डिनेट भइरहेको छ। हाम्रो मेन टार्गेट भनेको अर्कोचोटि त्यो पहिलो त्रैमासिकमा भनौँ न, पहिलोदेखि दोस्रो दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्छ। दक्ष जनशक्ति उत्पादन भइसकेपछि सबैतिर चाहिँ काम गर्न पनि सजिलो हुन्छ। सकिन्छ भने एउटा डेमो नै देखाएर राम्रोसँग गर्ने खालको योजना चाहिँ हाम्रो छ। सँगसँगै अरू बजेटहरू पनि प्रस्ताव भइसकेको छ र हामी कोअर्डिनेसनमा पनि छौँ। अब दक्ष जनशक्ति कसरी उत्पादन गर्न सकिला त थप? अब थप दक्ष जनशक्ति उत्पादन गर्नको लागि चाहिँ एउटा राम्रो तालिम राख्ने कि भन्ने पहिलो फेज चाहिँ एउटा राम्रो तालिम राख्ने कि भन्ने कुरा छ। तालिम राखेर एउटा सोचाइ चाहिँ कस्तो छ, परिकल्पना हाम्रो शाखाको परिकल्पना चाहिँ कस्तो छ भन्दा एउटा राम्रो तालिम राख्ने जसमा हाम्रो भवन विभाग, सडक विभाग कतिवटा आमन्त्रण गर्न आउनुहुन्छ भने आउनुहुन्छ होइन। सकेसम्म त ल्याउने नै हो
होइन भएन भने हाम्रो जति ज्ञान सिप छ त्यसै पनि हामी के गर्छौँ भन्दा सम्पूर्ण अब जो यहाँ भएका मिस्त्रीहरू यताउता आफै खोजेर नै लिएर आउँछौँ फोन सम्पर्क गरेर हुन्छ कि घर घरै गएर हुन्छ कि होइन लिएर आइन्छ लिएर आएर राखेर चाहिँ के गरिन्छ भन्दा पहिला राम्रोसँग तालिम दिइन्छ बारेमा सिकाइन्छ उहाँहरूलाई चाहिँ त्यही एउटा जस्तै एउटा कुनै ठाउँमा चाहिँ स्पेसल ठाउँमा एउटा भवन बनाउने हो कि होइन के गर्ने हो त्यही उहाँहरूलाई नै राखेर हामी सँगसँगै बसेर त्यसलाई काम गरेर उहाँलाई लिस्टिङ सकेसम्म हामीले लिस्टिङ पनि गर्न खोजिरहेको छौँ तालिम दिइसकेपछि उहाँलाई लिस्टिङ पनि गर्ने जस्तै जनशक्तिको लिस्टिङ गरिसकेपछि चाहिँ के गर्ने भन्दा योजनाहरूमा चाहिँ अनिवार्य रूपमा चाहिँ हाम्रो लिस्टिङ भएको मध्ये चाहिँ एकजना त्यहाँ चाहिँ हुनु पर्यो भनिसकेपछि हाम्रा कुराहरू पनि उहाँले बुझ्नुहुने भयो सँगसँगै अरूलाई पनि बुझाउनु भयो काममा चाहिँ अलिकति तीव्रता पनि र गुणस्तरीयता पनि आउने भयो। अनि यसअघि कामहरू सम्पूर्ण नभए पनि एमबी उठाएर भुक्तानी दिने खातामा जम्मा गरेर खाता रोक्का गर्ने प्रचलन थियो यो वर्ष के हुन्छ? यो वर्ष अब यो कुराहरूसँग म अहिलेसम्म पनि जुधिसकेको चाहिँ छैन होइन अब आउँदैछ होला 20 गते 21 गतेबाट सुरु हुने कुराहरू हुन् कि जस्तो लाग्छ होइन व्यक्तिगत तरिकाले तर त्यस्तो कामै नभएको परिकल्पनात्मक एमबी चाहिँ उठ्छ जस्तो मलाई चाहिँ लाग्दैन। अब हाम्रो कोर्डिनेसन गर्न बाँकी नै छ होइन अब हाम्रो यो जनप्रतिनिधिज्यूहरू हाकिम साहब लेखापाल साहब हाम्रो सबैको संयुक्त कुराहरू पनि ती होइन तर नियम सम्बद्ध नै हुनेछ त्यति चाहिँ म भन्न चाहन्छु। यस वर्षको योजनाहरूको कुरा गरौँ। अब यस आर्थिक वर्षमा अदानचुली गाउँपालिकामा कतिवटा योजनाहरू छन् सञ्चालन भइरहेका छन् सशर्त पुँजीगत र स्थानीय तहबाट विनियोजित? अब लगभग मोटामोटी हाम्रो 65वटा जति योजनाहरू चाहिँ अहिले चलिरहेको छ होइन 12 देखि 15 करोडको भनौँ न। अब यसमा चाहिँ अब सशर्त विशेष अनुदानका पनि छन् अब जस्तै दोमुखमा छ एउटा होइन तीर्थस्थलको लागि गरिरहेको छौँ हाम्रो त्यसै गरी स्थानीय साझेदारीमा भनेर विद्यालयको लागि चाहिँ यहाँका बजेटहरू छन् जुन चाहिँ 7-8वटा विद्यालयलाई चाहिँ बाँडफाँड भएर काम भइरहेको छ पुरा लगभग 80% सम्पादनको फेजमा छन् भने अब 20% चाहिँ जेस एकदमै तीव्रता रूपले काम गरिरहेको अवस्था छ त्यो पनि पक्कै पनि सकिन्छ। कतिको काम सम्पन्न भयो र कति योजनाको काम बाँकी रहेको छ? यस वर्ष फेरि जाने सम्भावना कति छ? त्यही 65 देखि 70% हाराहारीमा चाहिँ लगभग योजनाहरू सकिसकेको छ होइन। अब जुन 30% योजना छ 30%मा पनि 15% योजना चाहिँ एकदम तीव्र रूपमा लगभग अब फेजमा छ होइन 10 देखि 15% चाहिँ अब सकिने फेजमै छ भने 10-15% चाहिँ यदि मौसमको अनुकूलता भएमा भनेको अब जस्तै बर्खाले असर गर्ला अब बर्खा परिहाल्यो भने फेरि त्यसै गरी कामदारहरूलाई पनि असर गर्ने भयो होइन त्यो अब मौसमले अलिकता साथ दियो भने चाहिँ अब तिनीहरू योजनाहरू पनि सम्पन्न नै हुन्छ भन्ने हामीले चाहिँ एकदम आशा लिएर बसिरहेको छौँ। भर्खरै सुरु भएका काम समयमा सम्पन्न गर्न के गर्नुहुन्छ? अब भर्खरै सुरु भएका भन्दा पनि सुरु भइसकेका भनौँ होइन। अब सुरु भइसकेका कामहरू चाहिँ कस्तो छ भन्दा हामी आफै पनि फोन गर्ने झगझगाउने ल गर्नुहोस् के भयो तपाईँहरूको के छ प्रगति मेटेरियल कहाँसम्म आइपुग्यो के भइरहेछ कुन फेजसम्म भइरहेछ हामी प्रत्येक फेजमा गएर अनुगमन गरिरहेछौँ झगझगाइरहेछौँ होइन। अब हामीले सक्दो त गरिरहेकै हुन्छौँ अब सँगसँगै सरकारवालाहरूले पनि त्यही अनुसारले गरिदिनु भयो भने चाहिँ पक्कै पनि हामीले यो मसान्तसम्म चाहिँ सबै कामहरू चाहिँ सघाउँछौँ। ती योजनाहरूको काम सम्पन्न भएन भने के हुन्छ खासमा? अब ती योजनाहरूको काम सम्पन्न भएन भने चाहिँ अब यस्तो छ कि औचित्य तरिकाले नै हामीले त्यसलाई चाहिँ टुङ्ग्याउँछौँ जसरी भए पनि टुङ्ग्याउनै पर्छ त्यो हामीसँग त्यसको विकल्प चाहिँ छैन होइन त्यसलाई टुङ्ग्याउनेतिरै लाग्ने हो। र अरू कुराहरू चाहिँ अब यहाँको भौगोलिक जटिलताहरू अनि अरू अब सबै ऐनहरू राम्रोसँग स्टडी गरेर सबैजना सल्लाह गरेर त्यसलाई कुन रूपले लिएर जाने हो त्यो सँगसँगै अगाडि बढिन्छ। खास गरी इन्जिनियरिङ हिसाबले हेर्दाखेरि इस्टामेट अनुसारको काम भएको पाइँदैन किनकि यस्तो खालको सिमेन्ट हाल्नुपर्छ यति लेभलको मसला बनाउनुपर्छ या यति इन्चको सरिया हाल्नुपर्छ भनेर ठाउँमा क्वालिटी घटाएर हाल्ने प्रचलन पनि छ। उपभोक्ता समितिदेखि ठेकदारहरू आफ्नो फाइदाका लागि कसरी चेक जाँच गर्नुहुन्छ? अब त्यो कहाँबाट सुन्नुभयो होइन त्यो चाहिँ अलिक गलत हो कि जस्तो लाग्यो। अहिलेको फेजमा चाहिँ हामी प्रत्येक ठाउँमा अनुगमन गरेर एकदम मसला पनि हाम्रै स्ट्यान्डर्डमा हाल्न लगाएर सिमेन्टदेखि लिएर सरिया सबै सामानहरू चाहिँ हाम्रै स्ट्यान्डर्डमा भन्न लगाएर हामी मगाइरहेको छौँ। अब एउटा समस्या चाहिँ के छ भन्दा अब ल्याब टेस्टिङतिर चाहिँ हामी अब जान खोजिरहेको छौँ। एकैचोटि चेन्ज त हुँदैन पक्कै पनि होइन थोरै ट्रान्जिसन फेजमा गाह्रो चाहिँ हुन्छ। अब उहाँहरूलाई पनि बुझाउन गाह्रो हुन्छ यस्तो गर्नुहोस् भन्दाखेरि पनि अब किन गर्नु पर्यो यही त हुने हो भन्ने खालका कुराहरू पनि धेरै देखिन्छन् होइन। अब सँगसँगै हामीले अर्को आर्थिक वर्षबाट चाहिँ अब ल्याब टेस्टतिर पनि जोड्ने कि भन्नेतिर चाहिँ हामी चाहिँ गइरहेको छौँ। सँगसँगै कुनै कन्ट्र्याक्टको कामहरू चाहिँ हामीले ल्याब टेस्टिङ पनि गराइरहेकै छौँ र हामीसँगै प्रत्यक्ष अनुगमनमा जस्तै जुन टिपिकल कामहरू हुन्छ नि जस्तै ढलाइको कामहरू भयो होइन टिपिकल कामहरूमा चाहिँ हामी प्रत्यक्ष नै पुगेर काम गरिरहेकै छौँ त्यस्तो समस्या छैन। जस्तो कि ढलाइ गर्दाखेरि कतिपय ठाउँमा 4 इन्च हाल्नुपर्ने ठाउँमा 1 इन्च हालेको देखिन्छ त्यस्तोमा के हुन्छ खास? त्यो टोटल योजनामा कुनै एउटा योजना देख्नुभयो होला त्यस्तो होइन। अब त्यो कस्तो भएको हुन्छ भन्दा कहिलेकाहीँ 1-2 दिनकै ग्याप फेजमा चाहिँ होइन अब खबरै नभए पनि कहिलेकाहीँ काम साटो भइसकेको पनि हुन्छ कि
अब त्यसलाई चाहिँ अब स्ट्रिक्टली रूपमा अब थाहा जो भौगोलिक जटिलता त छ नि त, त्यहाँ भन्ने बित्तिकै थाहा नहुने बित्तिकै चाहिँ अब पुग्न पनि गाह्रो समस्या पनि छ। तर पुगिसकेपछि चाहिँ त्यहाँ स्ट्रिक्ट रूपमा चाहिँ आदेश पनि भइसकेको छ, स्ट्रिक्ट रूपमा त सुधार्न पनि भनिसकेको छ, त्यो हुन्छ नै। भूगोलका आधारमा यहाँ काम गर्न कतिको गाह्रो सजिलो छ? भूगोलको आधारमा त अब गाह्रै छ भनौँ होइन। अब अझै पनि अब कतिपय ठाउँहरूमा बाटो पुगेकै छैन होइन, मान्छेलाई त्यहाँसम्म पुग्न गाह्रो छ। अझै बर्खा लगाइसकेपछि बाटोको अवस्था कस्तो हुने हो त्यो एउटा छँदैछ। सँगसँगै अब यो बाहिर भनिन्छ नि अब जो कर्णाली प्रदेश भनेको चाहिँ यत्तिकै पनि हामी 20-30 वर्ष पछाडि नै छौँ कि होइन। अब त्यो कुरामा आएर अब यहाँको ट्रान्जिसनमा बसेर काम गर्नको लागि चाहिँ अब त्यत्तिकै पनि जटिलता हुने नै भयो। सँगसँगै अब यहाँको जुन अब सिस्टमेटिक तरिकाले लानको लागि पनि एकदमै गाह्रो नै छ भनौँ अहिले चाहिँ होइन। अब बिस्तारै 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 हुँदै जाने हो। अरू भनेको अब खानपिन यताउता होइन, जस्तो उतातिर पाइन्छ त्यस्तो यहाँ हुँदैन। राम्रो भनेको क्लाइमेटिक कुराहरू एकदमै राम्रो छ होइन। अब जे होस् आत्मीयता मिल्यो भने यहाँको सबै कुराहरू राम्रो छ भन्छु मैले चाहिँ। कतिपय कामहरू अन्तिम समयमा पनि सकिँदैनन्, ती काम समयमै सक्नका लागि के गर्नु पर्ला खासमा? अब समयमा सक्नको लागि त अब यस्तो भयो कि अब अहिलेको अवस्थामा सकिने भने अघिल्लो आर्थिक वर्ष हेर्ने भने टाइममै कामहरू सकिएका हुन्, योजनाहरूको सकिएका हुन् होइन। हामीसँग अब त्यो इतिहास छँदैछ। र अहिलेको अवस्थामा के भइदियो भन्दा यो सामान्य प्रशासन मन्त्रालयबाट जब हाम्रो यो प्रमुख प्रशासकीय अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृतको अधिकार खुसी हो, त्यसपछिका जुन हाम्रो विभिन्न विवादहरू भयो होइन, त्यो त जो मिडियामा पनि छलफल नै छ होइन। त्यो विवादहरूले गर्दाखेरि सर्दै 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 गयो कि अब कस्तो हुँदो रहेछ भन्दा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नभइदिइसकेपछि काम गर्ने सरकारवालाहरूलाई पनि होइन के हो गर्ने हो कि गर्ने होइन कि भुक्तानी हुने हो कि हुने होइन कि भन्ने अलमलमै चाहिँ यो के भयो भन्दा तन्किँदै गयो कि वैशाखबाट बल्ल काम सुरु हुन लाग्यो। जुन काम चाहिँ कहिलेबाट हुनु पर्थ्यो भन्दा असोज कात्तिकबाट हुनु पर्थ्यो होइन। र यो वैशाखबाट हुँदैखेरिको फेजमा पनि जुन तरिकाले हाम्रो टिम, हाम्रो पालिका, हाम्रो जनप्रतिनिधिहरू सबै लाग्नु भयो नि, यो फेजसम्म आउँदाखेरि पनि यो एकदमै राम्रो कुरा हो कि जुन फेजले जुन तीव्रता लियो, यो सानो समयमा पनि जुन तीव्रता लियो, जुन तरिकाले सबै काम गर्नेहरूले पनि गरिदिइराख्नु भएको छ नि, यसलाई चाहिँ मैले अहिलेसम्म ठुलो नै मानिरहेको छु। अहिले भएका त्रुटिहरू चाहिँ अर्को वर्ष चाहिँ सँगैसँग नहोला होइन। समयमै अब जो कामहरू सुरु गर्नु पर्ला होइन, समयमै सम्झौता गर्नु पर्ला अनि त्यही अनुसारले समयमै भुक्तानी होला भन्ने आशा राखेको पनि छु। अधिकृतको जिम्मेवारी त मागमा खोसिएको, त्यहाँभन्दा अगाडि सम्झौता किन भएन होला त्यो वर्ष? यस्तो सूचना ननिस्केको पनि होइन, सूचना पनि निस्केको हो होइन। अब सूचना निस्किँदै पनि अब सरकारहरूको ध्यान नगएर हो कि कस्तो हो होइन। अझै पनि हामी अब मार्केटिङमा कमी हो कि होइन, सबैलाई घचघचाउनुमा अझै पनि हामी कमी छौँ कि जस्तो चाहिँ अहिले भान भइरहेको छ होइन। नत्र भने त सम्झौताको सूचना पनि खुलेर यति गतेसम्म आउनु भन्दै पनि त नभए हो। त्यसमा अब भएका साना त्रुटिहरू सचिँदै जाला। सरकारलाई समयमा आउनका लागि के गर्नु पर्ला अब आगामी दिन? समयमा आउनको लागि चाहिँ अब हामीबाट मात्रै भन्दा पनि अब जे हाम्रो यहाँ सञ्चालकज्यूहरू हुनुहुन्छ होइन, तपाईँहरू लगायत चाहिँ सञ्चालकज्यूहरूले पनि अझै यसलाई पुस्ट गर्नु पऱ्यो होइन। अझै पनि अब पब्लिकली अझै पनि अब कसरी सूचनाहरू बढाएर हुन्छ। अब एफएमबाट नगरेर भए पनि अब एफएमबाट मात्रै नभए पनि अब गाउँ घर दैलो अभियान गर्ने हो कि भन्ने पनि कुरा आइरहेको छ होइन। घर घरै पुगेर ल है यो गर्नै पर्छ है, यो हाम्रै लागि हो भनेर जबसम्म हाम्रो मानसिकतामा बस्दैन, हाम्रै पैसा हो, हाम्रै लागि हो, हाम्रै विकासको लागि हो भनेर जनतालाई मानसिकतामा पहिला राख्नुपर्नेछ भनेको पब्लिक अवेरनेस चाहिँ हाम्रो पहिलो नै के हुनु पर्यो त स्टेप हुनु पऱ्यो। अनि सँगसँगै अब अरू कुराहरू त अब चल्दै नै जान्छ, घचघचाउने कुराहरू त चल्दै जान्छ। योजना भुक्तानी गराउँदा राजनीतिक दबाव भन्ने प्रचलन जताततै छ। राजनीतिक दबावमा परि स्वीकृत गराएका योजनाहरूको पछि तपाईँलाई नै असर पर्न सक्छ, यसलाई कसरी लिनुभएको छ? अहिलेसम्म चाहिँ त्यस्तो राजनीतिक दबाव चाहिँ आइपुगेको चाहिँ छैन है, हामीलाई चाहिँ आइपुगेको छैन होइन। हामी आफ्नो एकदमै स्वच्छ तरिकाले काम गरिरहेको छौँ, स्वच्छ तरिकाले अनुगमन गरिरहेको छौँ, स्वच्छ तरिकाले नै भुक्तानी गरिरहेको छौँ। र त्यस्तो राजनीतिक दबावले असर पनि पार्नु हुँदैन भन्छु। जो अदानचुली गाउँपालिकाबाट अन्य पालिकाले पनि सिक लिनुपर्ने कुरा हो। पोलिटिक्स आफ्नो रूपमा चलिरहेको छ भने योजनाको कार्यहरू गर्ने कर्मचारीलाई एकदम स्वतन्त्रता नै छ। यहाँ हुन पनि केही कुराहरू टाँसिएका कुराहरूमा कोअर्डिनेसन गर्नु पर्ला, त्यो अलग कुरा हो। तर प्रेसर नै दिएर यो हुनैपर्छ भनेर चाहिँ त्यस्तो चाहिँ भएको छैन। नियम सङ्गत नै गर्नु भनेर हामी अगाडि बढिरहेका छौँ। हुम्ला जिल्लाभरि नै असारे विकासहरू हुन्छ, यो असारे विकास अन्त गर्नका लागि के गर्नु पर्ला? अब यो असारे विकास अन्त गर्नलाई त कि त अब माथिबाट नै असारलाई नै मसान्तर बनाउन छोड्नु पर्यो होइन। अब थाहा छ बर्खाको समय हो, मनसुन यही बेलामा हो। अब लास्ट टाइम आएपछि तात्ने बानी हामी नेपालीहरू सबैको छ होइन। अब एक त यो आर्थिक वर्ष नै यसलाई परिमार्जन गर्ने हो कि गरिदिए राम्रो हुन्थ्यो कि भन्ने एउटा आफ्नो व्यक्तिगत सुझाव मात्रै हो। अनि सँगसँगै चाहिँ हामीले असारे विकास भन्दा नि असार नै नटेक्ने गरी नै हामीले काम गर्नुपर्छ होइन। अब हाम्रो कस्तो हुन्छ भन्दा प्रक्षेपण गरिएको एउटा आयव्ययको अनुमान पनि अब पछि राजस्व सङ्कलन नभइसकेपछि जस्तै अघिल्लो आर्थिक वर्ष पनि देखियो होइन। कति बजेटहरू चाहिँ अब बजेटै नभएर पनि फ्रिज भयो कि। जस्तै अब यो सशर्तका कुराहरू भनौँ न, सशर्तका कुराहरू ल अब बजेट पुगेन अब फिर्ता गर्नु पऱ्यो भनिसकेपछि त गर्नु पऱ्यो त।
होइन। अब त्यो गर्दाखेरि अब यहाँ भएका चाहिँ कति दायित्व सिर्जनामा गएर अर्को वर्ष भुक्तानी गर्नुपर्ने अवस्था पनि आयो होइन। अब त्यो भनेको हामीले सक्दोसम्म असारे विकासलाई नै कुर्ने नै सकेसम्म अगाडि नै भ्याइदिएपछि मान्छेले किसानी मान्छे नै हाम्रो अब लेबर मिस्त्री सबै भनौँ हाम्रो किसानी मान्छे हामी कन्ट्र्याक्टरदेखि सबै किसानी मान्छे नै हो। यहाँ असारमा चाहिँ हाम्रो पनि अब खेत यताउता सबै हेर्नै पर्ने हुन्छ होइन। त्यसैले अब सकेसम्म अगाडि नै निप्टाउने, अब माथिबाट मिल्छ भने सकेसम्म चाहिँ अब यो आर्थिक वर्ष नै असारबाट छोट्याएर अब चैत वैशाखमा भ्याउने हो कि होइन, त्यो पनि एउटा राम्रो विकल्प हुन सक्थ्यो। कुनै पनि भवनहरू बनाउँदाखेरि मेटेरियल्सहरूको ढुवानी थपिँदैन यहाँदेखि, जस्तो कि यहाँ एउटा भवन छ उता अर्को ठाउँमा गए पनि मूल्य उही बराबर हुन्छ भन्ने छ, यो के हो खासमा? होइन, यो पनि गलत कुरा हो। हाम्रो प्रत्येक इस्टिमेटमा प्रत्येक साइट हेरेर प्रत्येक कस्तो हुन्छ एउटा लिड भन्ने चिज हुन्छ कि हाम्रो इन्जिनियरिङ भाषामा। लिड भनेको के भन्दा ढुवानी दूरी भनौँ न। जस्तै अब हाम्रो चाहिँ कस्तो छ भन्दा जिल्ला दरेर चाहिँ सुर्खेतबाट चाहिँ हाम्रो स्वीकृत भएको छ। अब सुर्खेतबाट जस्तै श्रीनगरसम्मको एउटा फिक्स नै हुन्छ कि अब यतिसम्मको यति दिने भन्ने त्यो फिक्स नै हुन्छ। अब सुर्खेत पछि चाहिँ अब कति किलोमिटर माथि हामी लाँदैछौँ त होइन। जस्तै अब 1 नम्बर र 6 नम्बरको लागि त एउटै दर रेट त पक्कै पनि हुनु भएन नि त होइन। त्यो भयो भने त 6 नम्बरको मान्छे त मार्न पर्ने भयो। अब कति कुराहरू के हुन्छ भन्दा जिल्ला दरले राखेको फ्याक्टरहरूमा हामी गुम्सिएर बस्नुपर्ने पनि हुन्छ कि। त्यसै भएर एउटा अर्को परिकल्पना पनि छ हाम्रो, जिल्ला दर रेटलाई आधार मानेर हामी स्थानीय दर रेटतिर पनि जाने हो कि होइन। त्यो स्थानीय दर रेटलाई जिल्लाबाट नै अनुमोदन गराएर अगाडि बढ्दाखेरि त्यो जुन ठाउँले अलिकता असर परिरहेको छ, जस्तै 6 नम्बरमा अझै पनि कम्प्लेन छ नि त। अब हाम्रो फ्याक्टर चाहिँ कस्तो छ भन्दा अब त त्यहाँ ट्र्याक्टरहरू जान्छ होला, अब त त्यहाँ यस्तो गाडीहरू जान्छ होला भन्ने परिकल्पना गरेर जुन फ्याक्टरहरू राखिएको छ त्यहाँ अझै पनि गाह्रो छ, अझै पनि खच्चडबाटै पुग्नुपर्ने अवस्था छ। एउटा खच्चडले सानो पुग्दाखेरि 500 रुपियाँ लिइरहेको हुन्छ भने हामी जिल्ला दरेरमा खुम्चेर 200-300 भन्दा दिन नपाउने अवस्था छ कि। अब त्यसलाई चाहिँ अब सुधारमुक्त तरिकाले लिएर जाने भन्ने कुरामा कोर्डिनेट भइरहेको छ, सँगसँगै उता जिल्लामा पनि भइरहेको छ। मेटेरियल्सहरूको स्थानीय दर रेट नराखेर सुर्खेतको रेट राखेर त्यसपछि ढुवानी मात्रै जोडेर त सम्भव हुन्छ त यहाँ खरिद गरेर? त्यस्तै अब सम्भव स्थानीय दर रेट राखेर जस्तै हामीसँग स्थानीय दर रेट भयो भने के सजिलो हुन्छ भन्दा यहाँ आइसकेपछि त्यहाँ 6 नम्बरमा पुग्दाखेरिको रेट यो हो भन्ने फिक्स भइसक्छ कि। अब जस्तै अब पाल्सा पुग्दाखेरिको रेट यो हो भन्ने फिक्स भइसकेपछि त त्यो फिक्स कसरी गरिन्छ त त्यहाँ सरकारहरूसँग बसिन्छ होइन, सबै ढुवानीका कुराहरू गरिन्छ, सबै कुराहरू गरेर फिक्स भइसकेपछि त अलिक सजिलो त होला त होइन। अहिले पो श्रीनगरबाट पाल्सा जाँदाखेरिको जुन फ्याक्टर दिएको छ जिल्लाले त्यसैमा काम गर्न गइरहेको छ भने चाहिँ हामी खुम्चिन गइरहेको छ। तर हामीले सबैसँग स्टडी गरेर सबैसँग बुझेर हामी आफै भइरहेका कुराहरूलाई त्यहाँ प्रस्तुत गरेर होइन, सबै ठेकदार उपभोक्ता समिति होइन जनप्रतिनिधिज्यूहरू अब तपाईँ हामी सबै भनौँ न, सबै बसेर यो रेट चाहिँ यहाँ ठिक छ है होइन। अब त्यसमा चाहिँ ठिक छ भन्दैमा जथाभावी रेट राख्ने कुरा पनि भएन, औचित्य भएको राख्नु पऱ्यो होइन। यो रेट ठिक छ है भनेर त्यहाँ फिक्स गरिसकेपछि त त्यसमा अब त्यसपछि समस्या त हुँदैन नि त। तपाईँहरू इस्टिमेट निकाल्दाखेरि दक्ष कामदारको कति अनि अध्यक्ष कामदारको कति भनेर निकाल्नुहुन्छ खासमा? यस्तो हुन्छ, त्यो पनि जिल्लाले नै फिक्स गरेको हुन्छ होइन। अहिले मोटामोटी हाम्रो 1700 र 1100 को रेन्जमा छ भनौँ न, 1750 1150 त्यस्तो खालको चाहिँ हाम्रो दक्ष कामदार र अध्यक्ष कामदारको चाहिँ जिल्ला दर रेट उतैबाट फिक्स भएर आउँछ। अनि त्यसैलाई आधार मानेर हामी रेट एनालाइसिसमा त्यो रेट राखेर अनि यता घनमिटर क्युबिक मिटरमा कति हुन्छ त भनेर त्यसरी हामी चाहिँ प्रक्षेपण गर्छौँ। यहाँ त 600 अनि 1200 दिने गरिन्छ, त्यो पैसा त पक्कै पनि उपभोक्ता कहाँ बच्छ होला, कहाँ जान्छ होला त्यो पैसा? अब यो समस्या चाहिँ अब व्यावहारिक रूपले भन्नु पऱ्यो होइन, यो समस्या चाहिँ समस्या नै हो, ठुलो समस्या हो होइन। जनतालाई चाहिँ अब जस्तै उसले न्यूनतम दर रेट तोकेर आइसकेपछि जिल्लाले सरकारले तोकेको न्यूनतम दर रेट पनि नदिनु भनेको चाहिँ त्यो चाहिँ उपभोक्ता समिति तथा अरू अन्य सरकारहरूले लापरवाही नै हो, त्यो दिनै पर्ने हुन्छ होइन। उनीहरूको त ज्याला मारेर काम गराउने पनि होइन नि त होइन। त्यही अनुसारको बरु काम लिने, कसरी लिनुपर्छ लिने हो होइन। त्यो नदिने भन्ने कुरा चाहिँ त्यो गलत हो। त्यसलाई चाहिँ हामी अब प्रत्यक्ष अब हाम्रो तर्फबाट हुने अनुभव पनि हामी गरिरहेकै छौँ। अब त्यसमा पनि एउटा के छ भन्दा यसलाई कसरी त्यो ट्रान्जिसनको कुरा भइरहेको कि त्यसलाई कसरी चेन्ज गर्ने भन्दाखेरि उपभोक्ता समिति मार्फत पनि काम गराउँदाखेरि यदि समयमा हामीले काम गराउन सक्यौँ भने डोरा जिराको पैसा राम्रोसँग खाता व्यवस्थापन गर्न लगाउने साइडमा त्यसको पनि रेगुलर अनुगमन गर्ने होइन। अनि त्यसलाई व्यवस्थापन गरेर जुन डोरा हाजिराको पैसा हुन्छ नि त्यो डाइरेक्ट पालिकाबाट नै खातामा हालिदिन सकियो भने त्यो कुराको पनि समाधान हुन्थ्यो कि होइन। त्यो कुराको समाधान हुन्थ्यो कि भन्ने तरिकाले हामी अगाडि बढ्न खोजिरहेको छौँ। अब नियम कानुनले पनि अलिकता बाँच्छ होइन, यसलाई खुकुलो बनाउँदै जाने हो होइन, राम्रो कामको लागि खुकुलो बनाउँदै जाने हो। अब यहाँबाट मिलेर सबै सरकारसँग माथिसम्म पनि समन्वय गरेर यसलाई चाहिँ यदि मिल्यो भने यसरी गर्ने कि भन्ने कुराहरू उठिरहेछ, त्यो समस्या नै छ। कुनै पनि उपभोक्ताले यहाँ तपाईँले त ठ्याक्क माथिबाट सबै पुग्ने गरेर इस्टिमेट गरेर दिनुभएको हुन्छ, यहाँ चाहिँ उपभोक्ता कहाँ गइसकेपछि कहिल्यै पनि पैसा पुगेन भनेर अपुरो नै भुक्तानी पुरा आए पनि नागरिकका हातमा अपुरो रकम पुग्छ, कसरी होला त?
यो पनि खै नपुग्ने गरी हाम्रो इस्टिमेट हुँदैन। त्यसमा चाहिँ एकदम निर्धक्क तरिकाले भन्छु मैले होइन, किनभने अब त्यही कुरा हामीले बिडिङतिर जाऊँ न, त्यसलाई त यसरी पनि एनालाइसिस गरौँ न। त्यही कुरा बिडिङतिर जाने भने एउटा कन्ट्र्याक्टरले, जसले चाहिँ एउटा कन्ट्र्याक्टर भनेको के हो भन्दा उपभोक्ता समितिबाट थोरै बढी रेट खाएर बसेको मान्छे त हो, 15% उसलाई ओभरहेड होला र केही भ्याटको पैसा उसलाई एक्स्ट्रा होला, तर पनि त्यो दुइटै उसले जोडेर हेर्ने हो भने पनि 30% 40% बिलोमा गएर पनि प्रफिट कमाएर गइरहेको हुन्छ कि होइन। अब यहाँ काम गर्दाखेरि कस्तो हुन्छ भन्दा पैसा पुगेन भन्ने कुराहरू, केही कुराहरू समस्या पनि छन्। जस्तै हामीले यही ढलाइमा देख्यौँ, अब यो ढलाइमा हाम्रो रेट एनालाइसिस कस्तो हुन्छ भन्दा अब दक्ष कामदार र अध्यक्ष कामदारको सङ्ख्या 20 जना छ भने यहाँ दक्ष कामदार र अध्यक्ष कामदारको सङ्ख्या यहाँ हेर्ने हो भने ढलाइमा तपाईँको 100औँमा छ कि। अनि त्यो पनि एउटा म्यानेजमेन्ट गर्न अलिक गाह्रो भएर पनि हुनसक्छ क्या, त्यसमा पनि खर्च अलिकति बढी भयो नि त होइन। सँगसँगै अब अरू मेटेरियलका कुराहरू पनि छ। कतै कतै मैले कस्तो समस्या पनि देखिरहेको छु भन्दा जस्तै हामीले राखेको रेटभन्दा बढी रेटमा खरिद गरिरहेको अवस्था पनि छ क्या उपभोक्ता समितिले। जस्तै कुनै पनि कामको हामीले 2000 दिइरहेछौँ भने अब 2200मा खरिद भइरहेको होइन। अब यो त पुग्ने रेट नै दिइरहेको हुन्छ, तर पनि यस्तो भइरहेछ भनेपछि कि त हाम्रो रेटमै कमी हुनु पऱ्यो, हामीमै समस्या हुनु पऱ्यो, कि त अब यो मौकाको फाइदा उठाएको हुनु पऱ्यो होइन। अब यसलाई पनि स्ट्रिक्ट तरिकाले अगाडि अनुगमन गर्नु पऱ्यो होइन। अब यसलाई पनि रोक लगाउनु पऱ्यो। त्यो कुरा स्थानीय दर रेटले पनि फेरि त्यसलाई पनि कन्ट्रोल गर्छ क्या अलिकता। अब स्थानीय दर रेट त्योभन्दा बढी दर रेटमा त बेच्न पनि पाइएन। पहिले हामी उहाँहरूसँगै सल्लाह गरेर त्यो दर रेट निर्धारण गरेका हुन्छौँ होइन। अब एकचोटि चाहिँ अब यो समन्वयको कमी पनि हो कि अब हामी बिस्तारै बिस्तारै अहिलेसम्म हाम्रो सप्लायर्सहरूसित होइन त्यो राम्रोसँग त्यो कोर्डिनेसन पनि भएको छैन, त्यसलाई अब हामी बिस्तारै बिस्तारै अगाडि लाँदैछौँ। अनि यो श्रमिक ज्याला पुराका पुरा दिनका लागि प्राविधिक शाखाले के गर्न सक्छ? श्रमिक ज्याला पुराका पुरा प्राविधिक शाखाले एउटा त परामर्श दिन सक्छ होइन। अर्को चाहिँ हाजिरी खाता पनि त्यहाँ राम्रोसँग मेन्टेन गर्नु है होइन। त्यसलाई पनि हामीले हेर्छौँ है। प्रत्येक दिन अब तपाईँले चाहिँ हामीलाई हाजिरी चाहिँ प्रत्येक दिन हामीले रिपोर्टिङ गर्नु है होइन। एउटा कुरा त्यो हुनसक्छ। अर्को कुरा भनेको चाहिँ अब यो सबै पैसा नै पुरै समितिको खातामा हाल्न भन्दा समितिको खाताले हलो खरिद गरेर लिएर आएको यताउता खर्च दिए पनि जुन डोर हाजिराको हुन्छ नि, जुन लेबर मिस्त्रीको चोखो पैसा हुन्छ त्यसलाई चाहिँ हामीले सिधै खातामा हालिदिन सक्यौँ भने हाम्रो ठुलो उपलब्धि हुन्छ। कतिपय ठाउँमा ढलान गर्दाखेरि त्यो मैले अघि कम भने नि अघि कुरा आयो, त्यो कम भयो भने पैसा घट्छ अथवा कस्तो हुन्छ? त्यो त मजाले पैसा घट्छ भन्दा नि पहिला त त्यसको त्यहाँ हेरिन्छ त्यसलाई होइन। अब सकेसम्म त त्यसलाई सुधार्ने नै हो, सकेसम्म त थिकनेसमा ल्याउने नै हो। अब जस्तै हामीले 4 इन्ची दिँदै गर्दा त के सोचेर दिएको हुन्छौँ नि त, त्यहाँको त्यसको आवश्यकता होला। अनि तपाईँले भन्नुभयो नि त 4 इन्ची त्यसको आवश्यकता होला, त्यहाँ त्यो हाल्नै पर्छ। एउटा त्यो एउटा क्वालिटीको बााउन्ड्रीमा बस्छ भन्ने हामीले सोचेर दिएका हुन्छौँ। अब 3 इन्ची 2 इन्ची 3 इन्ची 1 इन्ची हालेर उहाँहरूले होइन बरु कमै भुक्तानी लिन्छु भन्नु त्यो पनि लापरवाहीको कि। त्यो त क्वालिटीमा कम्प्रोमाइज हुनु भयो नि त। भुक्तानी दिँदै गर्दा पनि क्वालिटीमा कम्प्रोमाइज भयो, घट्ने त त्यो स्वतः घट्ने नै भयो, त्यसमा त केही दुर्मतै भएन होइन। तर कति कुराहरू चाहिँ एकदमै खतमै अवस्थामा छ त्यो एमबीमा नउठ्न पनि सक्छ। अनि गत सालहरूमा के गरियो भन्दाखेरि कुनै पनि ठाउँमा स्ट्यान्डर्ड अनुसार अलिकति लम्बाइ चौडाइमा कम भयो भने अर्को काम थप्ने गरायो, अब के गर्नुहुन्छ यदि कम भयो भने? लम्बाइ चौडाइमा कम गरेर आवश्यकता छ। कस्तो हुन्छ भन्दा इस्टिमेट हो न, एउटा इस्टिमेट भनेको एउटा कल्पना त हो होइन। जस्तै हामीलाई पनि 20-25%सम्मको फ्लेक्सिबिलिटी हुने त त्यसमा पनि हामीलाई अधिकार दिएकै छ होइन। अब कस्तो हुन्छ भन्दा अब काम गर्दै गयो, काम जस्तै सपोज अब 20-30 मिटर 100 मिटरको अब सपोज क्याबिनकै काम भनौँ न, 100 मिटरको क्याबिनको काम हाल्नु थियो। अब साइडमा चाहिँ अब हाम्रो प्रेडिक्सन थियो 100 मिटरको गर्ने, अब साइडमा के भइदियो भन्दा 80 मिटरमा चाहिँ के भइदियो भन्दा पुग्यो कि। अब 20 मिटर त बाँकी रह्यो नि त। अब 20 मिटर बाँकी रह्यो, अब त्यहाँ अर्को ठाउँ पनि आवश्यकता छ। हाम्रो जुन शीर्षक छ नि, शीर्षकभित्रै बसेर गर्न सकिने अवस्था छ भने त गराउँदै राम्रो भयो नि त त्यसलाई होइन। त्यसले त त्यहाँ गएर केही बुस्ट गरेर केही राम्रो काम गर्ने हो नि त त्यो स्ट्रक्चरले। त्यहाँ गएर आवश्यकता अनुरूप हाल्नु पऱ्यो, फेरि जथाभावी हालिदिएर जथाभावी खर्च गराइदिने भनेको चाहिँ होइन। सरकारलाई फाइदा हुने गरी र जनताको सेवा हुने गरी हामीले काम गर्ने हो। अहिले पनि गाउँपालिकाभरि अथवा जिल्लाभरिकै कुरा गरौँ, जथाभावी सडक काटिने प्रचलन छ, यसले कतिको प्रभाव पार्छ वातावरणीय अन्य? यो एउटा यो पनि समस्या छ होइन। जस्तै अब यो हिल रोड काट्दाखेरि चाहिँ हामीसँग एक्सपर्ट हायर गरेर सकेसम्म जियोलोजिस्ट पनि हायर गरेर एउटा प्लानिङ गरेर राम्रोसँग त्यसरी गऱ्यो भने चाहिँ यो चाहिँ कस्तो हुन्छ भन्दा दिगो विकासको लागि राम्रो हुने हो होइन। भनेको यो चाहिँ वर्षौँसम्मको लागि यदि बाटो बनाउनु छ भने प्लानिङमा पनि थोरै हामीले खर्च गर्नुपर्ने हुन्छ, प्लानिङमा पनि थोरै सोच्नुपर्ने हुन्छ होइन। अब कस्तो भइरहेछ भन्दा यहाँबाट यसरी घुमाएर एउटा कुनै अपरेटर आएर भनिदियो भने होइन, अपरेटर आएर भनिदियो भने अब सबै चाहिँ कस्तो परिकल्पना लाग्यो, हो यही ठिक हो त, बनिहाल्छ त, गइहाल्छ त। अब त्यसको त आउटकमहरू अब त्यो ल्यान्डस्लाइड प्रोन एरिया हो, त्यहाँ अब पहिरो
गहिराको एरिया हो कि होइन, त्यहाँभित्र गएर त्यहाँको त्यसको चट्टान कस्तो छ, जाँदा जाँदै त्यहीँ अड्किने हो कि त्योभन्दा अगाडि बढ्ने नै होइन कि हामी होइन, आउन सक्छ नि त त्यस्तो फेज। अब तपाईँको एनालाइसिस त भएन नि त, भित्रको कुरा पनि देखिँदैन नि त, त्यो कस्तो चट्टान पनि कति एरियामा फैलिएको छ, त्यसको भित्र कति डेप्थ छ होइन, त्यसको स्ट्राटा कस्तो छ, त्यसको फ्र्याक्चर कस्तो छ, सबै कुराहरू राम्रोसँग स्टडी गरेर अब त्यो हामीसँग जनशक्ति छैन भने हायर गरेर भए पनि एउटा राम्रो प्लानिङ गरेर गऱ्यो भने राम्रो हुने हो होइन। यसरी जताभावी काट्दाखेरि चाहिँ अब भविष्यलाई चाहिँ अलिकता घाटा नै हुन्छ कि भन्ने कुरा पनि छ। र सँगसँगै अब रोड पुऱ्याउनुको लागि अब कतैबाट ऊ भएन भनेर अगाडि बढिरहेको अवस्था पनि हो जस्तो लाग्छ होइन। मान्छेमा हतार छ नि त, अब जस्तो त्यहाँ रोड पुग्यो भने हाम्रो मेटेरियल त्यहाँ जान्छ यहाँ जान्छ भनेर मान्छे अलि हतालिँदै गइरहेको अवस्था पनि हो। अब यहाँ चाहिँ त्यस्तो छ होइन, यसलाई बिस्तारै बिस्तारै सुधिँदै जान्छ। तपाईँले इस्टिमेट निकाल्दै गर्दा यहाँ पहाडी क्षेत्रमा तपाईँले माटो भन्ने ठाउँमा कहिलेकाहीँ ढुङ्गा परिदिन सक्छ, त्यस्तो बेला के गर्नुहुन्छ तपाईँ? यस्तो माटो परेको बेलामा ढुङ्गा पऱ्यो हामीसँग कस्तो हुन्छ भन्दा इस्टिमेटमा भेरिएसन भन्ने चिज एउटा चाहिँ सरकारले दिएको छ कि, भेरिएसन भन्ने चिज चाहिँ अब यस्तैमा गर्न सकिन्छ। जस्तै कहिलेकाहीँ के हुन्छ भन्दा अब 10 घनमिटर काम गराउनु पर्ने ठाउँमा 15 घनमिटर गराइदिनु पर्ने आवश्यकता पनि आउँछ। त्यसमा चाहिँ अब हाम्रो ऐनमा टेकेर अब कहाँबाट त्यसलाई निर्णय गराउनु पर्ने, निर्णय गराएर अगाडि बढ्न मिल्ने हुन्छ। र यो माटोको केसमा पनि त्यस्तै हो। जस्तै अब अर्डिनरी सोइल भनौँ न, नर्मल सोइल भनेर हामीले एउटा रेट दिएको हुन्छौँ। सपोज एउटा अर्डिनरी सोइलको त्यो 300 रुपियाँ घनमिटर काम गर्नुपर्ने हुन्छ सपोज होइन। अब त्यहाँ गएर हार्ड रक भेट्यो, अब हार्ड रक भेट्यो भनेपछि अब ड्रिलिङ गर्नु पऱ्यो, दुःख गर्नु पऱ्यो, अब मान्छे पनि त्यही अनुसारको अझै बढी लाग्ने अवस्था आउला भनेको 300 रुपियाँ घनमिटरले पुग्दिन्न, 2000 रुपियाँ घनमिटर खर्च हुने अवस्था आइदिन्छ। त्यो अवस्था आयो भने हामी भेरिएसनको त्यसलाई मापदण्डलाई युज गरेर हामी त्यसलाई रेट भेरिएसन गरेर काम गराउन सक्छौँ। अनि यहाँका प्राय सरकारी भवनहरूमा प्राविधिक इस्टिमेट गरिन्छ, व्यक्तिका घरमा अहिलेसम्म कसैले पनि गरेको देखिँदैन। उहाँहरूले व्यक्तिगत घरमा पनि अब बिस्तारै बिस्तारै अब भवन मापदण्डहरू पनि अब लागु हुँदै जाला होइन। अब त्यसको पनि आफ्नै शाखा छ, आफ्नै इकाइ छ होइन। त्यो पनि अब पास गरेर होइन जग्गाहरूको सबै मापदण्डहरू पुऱ्याएर सबै गर्नुपर्ने चाहिँ अब जो हाम्रो नर्म्स नै छ, भवन संहिता छ, भवन नीतिहरू छ होइन। अब अहिलेको अवस्थामा चाहिँ मैले के भन्न चाहन्छु भने सबैलाई एकचोटि अब हामी सबै यहीँ गाउँमै छौँ होइन, यहीँ हिँडिरहेको हुन्छौँ, बाटोमा हिँड्दा पनि भेटघाट भइहाल्छ होइन। ल सर एकचोटि अब यसो बनाउन लागेको छु, यसो केही सरसल्लाह छ भने दिनु होला है भनेर यसरी भन्न पनि पाइयो होइन। सँगै अफिसमै आएर ल सर ल यसो सहयोग गरिदिनु होला, मैले घर बनाउँदैछु होइन, केसम्म गर्न सकिन्छ गरौँ भनेर सरहरू लाग्नुभयो भने ठिक, त्यसरी आउनुभयो भने पनि हामी सहयोग गर्न तयार छौँ। र सँगसँगै यसलाई नियम सम्मत लाने चाहिँ हामी प्रयासमा पनि छौँ होइन। अब बिस्तारै बिस्तारै पासका कुराहरूदेखि लिएर होइन त्यसलाई बिस्तारै बिस्तारै अब एकैचोटि लिएर आउन पनि गाह्रो छ यहाँ होइन। बिस्तारै 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 हुँदै जान्छ। यो भूगोलका हिसाबले तपाईँले कतिको अप्ठ्यारो पार्छ अनुगमन अथवा अर्को गर्नका लागि? भूगोलको हिसाबले र अब गाडी घोडाको अभावले अलिकति अप्ठ्यारै छ होइन। तर पनि हामी एकदमै हाम्रो टिमै एकदमै इनर्जेटिक हाई लेभल छ कि, भनेको त्यो जति टुप्पोमा बनाउनुहोस् हामी त्यहाँ पुग्छौँ होइन, जति टाढा बनाउनुहोस् हामी त्यहाँ पुग्छौँ, जति असम्भव ठाउँमा बनाउनुहोस् हामी त्यहाँ सम्भवै छ हामीलाई पुग्नको लागि भन्ने तरिकाले हामी अनुगमन गरिरहेको छौँ। अब जटिलता त सधैँ छ, कति ठाउँमा लड्दै र पढ्दै पनि गइरहेको छौँ, कति ठाउँमा साथीभाइहरू पल्टिरहेको पनि छन् होइन। अब त्यही पनि अब बिस्तारै जाउँ, सकेसम्म सेफ तरिकाले जाउँ होइन, सबै लागिरहेकै छौँ, राम्रै गरौँला भनेर लागिरहेको छौँ। जस्तो कि एउटा निर्माण सुरु गर्दादेखि सम्पन्न गर्दासम्म कतिचोटि जानुहुन्छ त्यहाँ हेर्नका लागि तपाईँ? सुरुदेखि सम्पन्न गर्दाखेरि हुन त अब कामको प्रकृतिमा पनि भर पर्ने भयो होइन। नत्र लगभग हामी अब पहिलो चरणमा साइट अनुगमन र लेआउटको लागि गइन्छ होइन। त्यहाँ अब त्यो हामीले नै दिनु पऱ्यो कस्तो काम गर्ने, के काम गर्ने, कुन ठाउँमा गर्ने होइन। त्यसपछिको आवश्यकता भनेको अब लेआउट दिइसकेपछि कसरी काम गर्ने होइन, यसरी राख्ने, यस्तो गर्ने, यो गर्ने, यसरी काट्ने, त्यसको लागि गरियो। त्यसपछि जटिल हुने कामहरू हुन्छ नि, जस्तै अब फाउन्डेसनको लेभलमा आउँदाखेरिको होइन, ढलाइको लेभलमा आउँदाखेरिको अन्त मेन जटिल अवस्थामा चाहिँ हामी पुगेकै हुन्छौँ। अनि त्यसपछि आवश्यकता अनुसार यदि केही कुराकानीहरू आइहाल्यो होइन, र सँगसँगै अनुगमन समितिसँग जाने कुराहरू पनि परिहाल्यो सँगै। कतिपय ठाउँमा काम गर्दा गर्दै बिग्रिएको चाहिँ छ कि छैन अहिलेसम्म मदनचुलीमा? काम गर्दा गर्दै बिग्रिँदै नबिग्रिने भन्ने पनि त काम हुन्छ र काम गर्दा गर्दै बिग्रिन्छन्, बिग्रेकोलाई फेरि बनाइन्छ होइन। अब त्यो त भइहाल्छ कि, हुँदैन भने त्यस्तो हुँदैन। अब अन्तिममा उपभोक्ता समिति ठेकदारदेखि सम्पूर्ण श्रमिकहरू यहाँका नागरिकहरूले के भन्न चाहन्छ? सबैलाई के भन्न चाहन्छु भने हाम्रै पैसा हो, सरकारी पैसा भनेको हाम्रो पैसा हो, हाम्रो पैसामा हामीले फाइदा खोज्नु पनि अलिकति अस्वाभाविक कुरा हो होइन। यसलाई चाहिँ हामीले राम्रो ठाउँमा लगाउँ, सबैजना मिलेर विकास गरौँ, अदानचुलीलाई फड्को मारौँ होइन। हुन त अहिले कोर्डिनेसन जुन लेभलमा भइरहेछ यो निरन्तरता दियो भने
अर्को आर्थिक वर्षमा त एकदमै ठुलो पड्को मार्ने नै छ दार्चुली गाउँपालिकाले। यसमा सबैलाई विश्वस्त गराउन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट। र व्यक्तिगत तर्फबाट के भन्छु भन्दा सबै मिलेर जाउँ, लडाइँ झगडा सबैले छोडेर देश विकास दार्चुली गाउँपालिका विकासतिर अग्रसर भयौँ। प्राविधिक शाखाबाट के सहयोग गर्नुपर्ने छ त हामी एकदमै रेडी छौँ, हाम्रो सबै टिम रेडी छ। कहिले पनि नाइनास्ती हुने छैन, टाइममा काम गरौँ, टाइममा सम्झौता गरौँ होइन। अब यहाँ भइहाल्छ नि, असारमा गरेपछि पनि भइहाल्छ नि भन्ने खालको त्यो प्रवृत्तिलाई चाहिँ अन्त्य गरौँ। यसलाई टाइममै सकाएर वैशाख जेठमै काम सकाउँ होइन। असारमा बरु सबै असार 15 मनाउँला, रमाइलो गरौँला होइन। के छ र त्यो सबै टाइममा गरौँ। प्लानिङ गर्ने टाइम पनि हामीलाई असारमा त्यसले गर्दाखेरि प्राप्ति हुन्छ नयाँ बजेटको लागि होइन। सबैले सहकार्य गरेर अगाडि बढाउनु पर्छ। हस्, महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धन्यवाद।